कङ्ग्रेचुलेसन विक्रम फर यर भिजा। बिपिपी युनिभर्सिटीमा उसको भिजा लागेको छ है। सो हि इज फ्रम कालीकोट। उसको एक्सपिरियन्स सुनौँ जिपलाइनमा के भयो। ओके, सबैभन्दा पहिला धन्यवाद सर, जो मेरो भिजा जिपलाइन एजुकेसन कन्सल्टेन्सीबाट अप्लाई गरेर आयो, जुन बिपिपी युनिभर्सिटीमा अप्लाई गरेको थिएँ। अनि मैले काठमाडौँमा धेरै कन्सल्टेन्सीहरू धाएँ, जस्तै धेरै कन्सल्टेन्सीहरू छन् जो कि मैले नामै भनेर लिइराख्नु पर्दैन। त्यहाँमध्ये अब मैले एकचोटि यहाँ जिपलाइन कन्सल्टेन्सी आउँदाखेरि जनक सरलाई भेटेँ, अनि हाम्रो अर्को सरलाई भेटेँ, अनि उहाँले धेरै गाइडेन्सहरू गर्नुभयो, उहाँले निकै हेल्प गर्नुभयो मलाई। अनि जस्तै मैले सानातिना कुराहरू पनि नथाहा भएको कुराहरूमा उहाँले सबै कुराहरूमा निहालेर हेरिदिनु भयो मलाई। अनि सबै कुराहरू हेर्दाखेरि उहाँले चाहिँ सबै कुरामा राम्रो हेरिदिएको भएर जो मेरो भिजा आयो। ओके, ठिक छ। एन्ड देन अब तिमी युके गएर पनि हाम्रो हेल्प सधैँ तिमीलाई हुनेछ फ्रम द डे यु ल्यान्ड टु द युके। सो कङ्ग्रेचुलेसन एन्ड ह्याभ अ ग्रेट स्टडी इन बिपिपी युनिभर्सिटी। कङ्ग्रेचुलेसन। धन्यवाद सर। यदि तँलाई पनि युके जानु छ, कुनै युनिभर्सिटीमा पढ्नु छ भनेपछि जिपलाइन कन्सल्टेन्सी सम्झिया, जिपलाइन कन्सल्टेन्सी आया, एकचोटि भेटिजानु जनक सरसँग, र जनक सरले सबै कुराहरू तमीलाई राम्रैसँग भनिदिन्छन्। राम्रैसँग निहालेर तँलाई युके पुगाउने जिम्मा जनक सरको हुनेछ। ल, थ्याङ्क यू।